एवं रीतले अरू पनि धेरै क्षेत्रहरू छन् जसले आफ्नो उत्पादन घटाइरहेका छन् र अर्कोतिर सरकारले देशका पुराना या रुग्ण उद्योगहरूलाई पुनर्स्थापना गर्ने र सरकार आफै नै चाहिँ लगानीकर्ता पीपीपी मोडल या फरक कुनै मोडलै स्पष्ट नभइकन सरकार चाहिँ आफै लगानी गरेर संस्थान बिउताउन खोजेको जस्तो पनि देखिन्छ। सरकारको यो लक्ष्य पुरा होला समग्रमा? आशिष तपाईँले असाध्यै मिठोसँग त्यसलाई इलिस्ट्रेसन गर्नुभयो। वास्तवमा यो सरकार बनिरहँदाखेरि त व्यापक जनमतबाट आएको सरकार हो नि। मैले प्रश्न भन्दा पनि छलफल जस्तो एकदमै व्यापक जनमत लिएर आएको सरकार हो। ठुलो अपेक्षा थियो यो सरकार आइसकेपछि जुन घोषणाहरू ल्याए 100 दिनको प्रोग्राम ल्याएको थियो त्यो पुरा हुन्छन् कि भन्ने लागेको थियो। त्यसको चाहिँ 32-33% भन्दा पुरा गर्न नसकेको अवस्था छ। सरकार त्यहाँबाट नै एक किसिमले फेल भएको छ र जुन किसिमको उसले अर्थमन्त्रीको रूपमा चाहिँ राम्रो एउटा हार्वर्ड प्रोडक्ट र अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका मानिसलाई अर्थमन्त्री बनाएको थियो। उहाँले ल्याएको बजेटले चाहिँ एउटा डाइमेन्सन दिन्छ होला, एउटा भिजन दिन्छ होला, एउटा लङ स्ट्यान्डिङ एउटा पोजिसन पेपरको रूपमा चाहिँ अर्थको बजेट आउँछ होला जस्तो लागेको थियो हामीलाई र हामी पनि अपेक्षा गरिरहेका थियौँ। आम जनसमुदायले पनि त्यो अपेक्षा गरे जस्तो लाग्छ। वास्तवमा त्यो डकुमेन्ट आउँदाखेरि सुरुमै कन्ट्रोभर्सी भयो। 16 पाना चाहिँ बजेटको चाहिँ ओभर राइटमा हाम्रो सरकारले चेन्ज गर्नु पर्यो, अर्थमन्त्री चेन्ज गर्नु पर्यो। त्यो सँगसँगै BYD को केसमा इम्पोर्ट चाहिँ बिजुली गाडीको केसमा पनि त्यतिकै सरकार फसेको पनि देखियो। त्यसकारण सबै सरकारले घोषणा गरेका कतिपय कुरा स्वास्थ्य शिक्षाका कुराहरू फिर्ता लिनुपर्ने स्थिति पनि देखियो। बिजुलीमा लगाएको कुरा करलाई 5% भ्याट लगाएको कुरा सरकारले कता कता हामी 13% भ्याट भनेको 13% तिर्नुपर्छ भनेर यसैमा अभ्यस्त भइरहेका मान्छेहरूलाई फेरि यो 5% को भ्याटमा झारेर त्यहीँनिर कन्फ्युजन क्रिएट गरेको छ। जुन बेलामा हाम्रो उत्पादन बढ्दै गइरहेको छ, आज हामी चाहिँ 700-800 मेगावाट उत्पादन हुँदाखेरि 18 घण्टा 20 घण्टा हामीले यो लोड सेडिङ भोगेको, जुन बेलामा त्यही 700-800-900 उत्पादनको बिजुलीलाई कुलमान घिसिङ आइसकेपछि त्यसलाई चाहिँ 1 महिनाभित्र 2 महिनाभित्र उहाँले चाहिँ किसिम लोड सेडिङ अन्त्य गरेको, त्यो म्यानेजमेन्ट स्किलबाट अन्त्य गरेको इतिहास पनि छ। र त्यसो हुँदाखेरि आज हामी 800-900 मेगावाटको उत्पादनलाई म्यानेज गरेर लोड सेडिङ हटाइसकेको मुलुकमा आज हामीसँग इन्स्टल क्यापासिटी 4500 मेगावाट उत्पादन गरिसक्यौँ र सिजन अनुसार हामीले भारतबाट पनि आयात गरिरहेका छौँ भने त्यो बेलामा त अब बिजुलीबाट त सब्सिडी दिने बेलामा सरकारले 5% भ्याट लगाएर आम उपभोक्ता मास उपभोक्तालाई यसले मार पारिरहेको छ भन्दाखेरि यो सरकारले त आफ्नो कन्टेक्स्टै बुझ्न सकेन नि त। हामी कहाँनिर छौँ भनेर गर्छ। र अहिले पनि तपाईँको हेर्नुहुन्छ भने 5-8 हजार मेगावाट त अहिले चाहिँ पाइपलाइनमा काम भइरहेको छ। अहिले हेर्नुहुन्छ भने तपाईँको नुवाकोट रसुवातिर जानुहुन्छ, लमजुङतिर जानुहुन्छ भने पुरा खोलैभरि बिजुलीको काम भइरहेको छ। भनेपछि बिजुलीको उत्पादनले त बिस्तारै सेल्फ सस्टेन भएर हामी एक्सपोर्ट भारतमा निर्यात गर्ने कन्डिसनमा पुगिसक्यौँ। भारत मात्र होइन तेस्रो मुलुक हामीले बङ्गलादेशमा चाहिँ हामीले उत्पादन हामीले बिक्री गरिरहेका छौँ भने 5% भ्याट कहाँबाट आउँछ? त्यसमा 5% भ्याट लगाउँदाखेरि नै साथसाथ सरकारले अस्वाभाविक ढङ्गले त्यहाँ गरिसक्यो, आम जनतालाई चाहिँ मारमा पारिसकेको छ। त्यसकारण सरकारले जुन भनेको छ हामीहरू चाहिँ यो 1 वर्षको चाहिँ सुशासनको वर्ष भनेको जुन घोषणा गरेको थियो 1 वर्षको सुशासन हो कि 1 वर्षको कुशासन वर्ष घोषणा गरिसकेको अवस्था तपाईँले अहिले चाहिँ पूर्वदेखि उठेको चाहिँ आन्दोलन विद्रोह र यो एकै हप्ताको बिचमा 5-5 जनाले आत्मदाह गरेको, खुला बजारमा खुला उसमा आएर चाहिँ आत्मदाह गर्नु परेको, पेट्रोल खनाउनु परेको स्थिति त हामीले देखिरहेको छ नि। सरकार आइसकेपछि त मान्छेलाई उत्साह जाग्नु पर्ने, सेयर मार्केट चाहिँ आज उठेर माथि कहाँ पुग्नुपर्ने स्थिति हो नि। किनभने मार्केट जबसम्म मार्केट कन्फिडेन्ट हुन्छ, व्यावसायिक र लगानीकर्ताहरूको आत्मविश्वास बढ्छ, त्यो बेलामा सेयर मार्केटको चाहिँ विश्वास बढेर जान्छ। तर अहिले त त्यो स्थिति देखिएन। अहिले घट्दा घट्दा सेयर मार्केट कहाँ पुगिसकेको छ। जनमानसहरूको चाहिँ प्रतिदिन अहिले चाहिँ तपाईँको हरेक दिन जस्तो एक महिनामा चाहिँ 18 जना, दिनको 18 जनाभन्दा बढी चाहिँ आत्महत्या गरेको स्थिति छ। त्यो सङ्ख्या बढेर गइरहेको छ र पुलिसकै डेटाले पनि त्यो अहिले चाहिँ जियोमेट्रिक ग्रोथमा चाहिँ आत्महत्याको सङ्ख्या बढेर गएको छ। मानिसहरूमा लगानीको झिल छैन, व्यापारीहरूलाई हुने नहुने कारणले चाहिँ लगेर थुनिदिएको छ, कारबाही गरिदिएको छ, अत्याएको छ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जस्ता पदाधिकारीले लिएर गएर हुर्मत प्रधानमन्त्रीको च्याम्बरमा राखेर हुर्मत दिने काम गरेको छ, सचिवहरूलाई चाहिँ हुर्मत दिने काम गरेको छ। अब यसले गर्दा त्यो अत्याउने कामहरू भएको छ। जुडिसियरी त्यत्तिकै अलि ठुलो भएको छ। जुडिसियरीमा अहिले कुनै कामै हुन सकेको छैन। कुनै न्यायाधीशले फ्री एन्ड चाहिँ उसमा चाहिँ निर्णय नै गर्न सकिरहेको अवस्था छैन। सचिवहरूले काम गर्ने अवस्था नै छैन। त्यसकारण यो त सरकारले जुन किसिमको प्रोजेक्सन गरेको छ त्यो प्रोजेक्सन त त्यो चाहिँ असफलीभूत हुने चाहिँ देखिन्न। उहाँले डर पैदा गर्न सक्नु भएको छ। अहिले मात्रै हेर्नुहुन्छ भने पूर्वाञ्चलमा जुन
विद्रोह थियो, त्यहाँनिर धार्मिक विद्रोह थियो। त्यो 5-5 दिनसम्म चाहिँ गृहमन्त्री कहाँ हेरेर बस्नु भएको थियो, प्रधानमन्त्री कहाँ जानुभएको थियो, उहाँहरू सुतेर बस्नु भएको थियो। एक किसिमको एक होल चाहिँ त्यो उसहरू पीडितहरू जो आएका थिए, त्यो सापट्टि लिएका पीडितहरूलाई जान उहाँ बिचमा गएर भेट्न जानुभयो। त्यहाँ त्यत्रो जातीय चाहिँ विद्रोह उठ्दाखेरि त्यहाँ गएको अवस्था छैन। पछि गएर धेरै भाँडिएपछि देशैभरि अशान्त हुनिसकेपछि तपाईँले बोल्नु परेको छ, मैले बोल्नु परेको छ, धार्मिक गुरुहरू सडकमा आउनु परेको छ, आम अभियन्ताहरू, सामाजिक अभियन्ता आएर थामिदिनु परेको छ। के नमिलेको हो? त्यसकारण एकैचोटि उहाँले चाहिँ मसँग सेना छ, प्रहरी छ र सशस्त्र प्रहरी छ भने प्रहरी उतारिदिनु भयो। मिलिट्री सोल्युसन गरेर हुँदैन। हाम्रो हार्ड करेन्सीलाई अथवा हाम्रो नेपाली जति पैसा छ त्यो पैसालाई जति धेरै तपाईँले बजारमा पठाउनु भयो, हाम्रो हार्ड करेन्सीलाई अथवा हाम्रो नेपाली जति पैसा छ त्यो हाम्रो हार्ड करेन्सीलाई अथवा हाम्रो